प्रिय, आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बस्दा हात काँपिरहेका छन्। शब्दहरू मनभित्र धेरै छन्, तर कागजमा उतार्न गाह्रो भइरहेको छ। तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय थियो, जुन अहिले बन्द भइसकेको किताब जस्तै छ, तर गन्ध अझै मनभित्रै बसिरहेको छ। तिमीलाई पहिलो पटक देख्दा मन कति शान्त भएको थियो, त्यो आज पनि सम्झन्छु। तिम्रो हाँसो, तिम्रो रिस, तिम्रो बालापन, सबै कुरा मलाई आफ्नै जस्तो लाग्थ्यो। तिमी बिना जीवन अधुरो लाग्थ्यो। म तिम्रो आवाजमा भविष्य सुन्थे, तिम्रो आँखामा मेरो संसार देख्थे। हामीले सँगै कति सपना बुनेका थियौँ है। सानो घर, शान्त जीवन, बिहानको चिया सँगै पिउने योजना, सानो सानो कुरा गरेर हाँस्ने चाहना, ती सबै सपनाहरू अहिले याद मात्र बनेका छन्। समयले हामीलाई छुट्यायो कि हाम्रो कमजोरीले, त्यो आज पनि स्पष्ट छैन। तर यति थाहा छ, हाम्रो मायामा कमी थिएन, परिस्थिति बलियो थियो। तिमी गइसकेपछि जीवन चलिरहेकै छ, तर पहिले जस्तो छैन। भिडमा पनि एक्लो महसुस हुन्छ। धेरै पटक तिम्रो नम्बर थिचेर फोन गर्न मन लाग्छ, तर आत्मसम्मानले रोक्छ। तिम्रो खुसीका खबरहरू सुन्दा मन एकैछिन रोकिन्छ, तर फेरि आफैलाई सम्झाउँछु, माया भनेको स्वार्थ होइन, तिम्रो खुसी नै मेरो शान्ति हो। सायद म राम्रो प्रेमी बन्न सकिन, सायद तिमीले धेरै अपेक्षा गरेकी थियौ जुन पुरा गर्न सकिन। यदि कहिले मैले तिमीलाई दुःख दिए भने माफ गरिदेऊ, त्यो जानाजान थिएन। म तिमीलाई सधैँ साँचो मनले माया गर्थे। आज पनि त्यही माया गुमेको छैन, बस स्वरूप बदलेको छ। अब तिमी मेरो होइनौ, तर मेरो स्मृतिमा सधैँ रहनेछौ। म तिम्रो जीवनमा उज्यालो होस् भन्न चाहन्छु। यदि कहिले मेरो सम्झना आयो भने मुस्कुराइदिनु, किनकि हाम्रो कथा अधुरो भए पनि साँचो थियो। अन्त्यमा यति भन्न चाहन्छु कि म अझै तिमीलाई दोष दिन्न, म समयलाई दोष दिन्छु। हाम्रो भेट भगवानको योजना थियो होला, तर छुट्टै पनि सायद त्यही योजना थियो। जहाँ भए पनि खुसी रहनु, मेरो मुटुको एउटा कुनामा सधैँ तिमी रहनेछौ। जहाँ भए पनि खुसी रहनु, मेरो मुटुको कुनामा तिमी सधैँ बसिरहनेछौ। तिमीले कहिले नबिर्सन सक्ने मान्छे।